मेरो सँगै सँगै छ आउ त तिमी पनि आउ त्यहाँ दुवैसँग एकछिन बस न बुहारी खोइ त बाउ यहाँ आउँछ दुईजना होइन नमो बुद्ध आज शनिबार 2082 साल यो महिनाको अन्तिम जेठ महिनाको 31 गते हामी नमो बुद्ध दर्शन गर्न आउँदा सबैतिर रमाइलो हेर्ने मौका पाइयो। यी डाँडा काँडाहरू र यी गोल्डेन जस्तो टल्लेक्क टल्केका कुराहरू यस्तो राम्रो भ्यू। यो डाँडा जुन देखिरहनु भएको छ त्यो डाँडा उता भकुण्डे बेसी यहाँबाट जनकपुर जाने विराटनगर जाने सबैतिर छ। गर्मी भयो यो सबै डाँडा काँडा हेर्दाखेरि कति रमाइलो आनन्द आउने ठाउँ। ठिकै छ यो चाहिँ तपाईँको बुद्धिस्टहरूले गर्ने चक्को घाम आयो। आज हामी घुम्दै रमाइलो गर्दै अब बुहारीहरू पनि युट्युबमा आउँछ छ। दिनभरिको थकान मेटेर यहाँ आउँदा अति आनन्द आउने। यसो पछाडि पछाडि पनि फर्केर हेरिदिनु होला तपाईँहरूले। खानेकुरा सबै पाइन्छ। बोधिचित्तमालाई यही हो जुन एकदमै महँगो बिक्री हुन्छ। टु कपी यता बस्नलाई होटल पनि रहेछ। टुरिस्ट आउँछ त ल टुरिस्टकै लागि नै हो त। अन्त नेपालको सबभन्दा यही इनर नै मन्दिर हो जहाँ सबै जनजातिलाई आउन दिन्छ। जस्तो पशुपतिनाथ छ नि त्यहाँ विदेशीहरूलाई भित्र जान दिँदैन, यहाँ दिन्छ। यता यता पर्दै एकछिन जाउन अगाडिसम्म गएर घुमेर आउन आइज न हो।
कस्तो मजा आयो रेलैमा। अहिले उ गर्ने बेला भयो। ल ल ल ल ल तिनजना माथि बस्नु, म चाहिँ तलै बस्छु। कहाँ तल गएको? धेरै टाढा भयो त्यो। बसु बसौँ। उभिँदा हुँदैन हामी।